अमेरिकामा बममा बन्दै हुनुहुन्छ भने यो भिडियो तपाईँको लागि। यो चाहिँ पार्ट 2 हो। अघिल्लो भिडियो हेर्नु भएको छैन भने त्यो भिडियो पहिला हेर्नु होला है त। कुन चाहिँ प्रडक्ट सबभन्दा तपाईँलाई दामी लाग्यो कमेन्ट गर्नुहोस् है त। अनि भिडियो मन पर्यो भने रिसेयर पनि गरिदिनुहोस् है। र कति प्रडक्टहरू चाहिँ म मेरो टिकटकको प्रोफाइलमा पनि किन्नु मिल्ने भनेर राखेको हुन्छु हेर्नु होला है त। म आफैले मेरो बच्चाको लागि युज गरेको ब्रान्ड भनेको चाहिँ प्याम्पर्सको र सुरुमा चाहिँ नर्मल त्यो च्याप च्याप गर्ने हुन्छ नि के भन्छ त्यसलाई त्यस्तो खालको नि युज गरेँ होइन। त्यही खालकोले चाहिँ अब बच्चा अलिकति चल्न थालेपछि चाहिँ घाउ हुने रहेछ के यस्तोमा छुइएर। त्यहाँदेखि चाहिँ मैले यो क्रुजर्स 360 भन्ने युज गर्न थालेको होइन। बच्चालाई डायपर लगाइदिन पनि एकदमै सजिलो है। र त्यो नर्मल डायपर भन्दा थोरै $2-4 महँगो हुन्छ होइन। मैले रेकमेन्ड गर्ने भनेको चाहिँ यही डायपर। र सानोमा त धेरै चाहिँदैन डायपर होइन। जस्तै साइज 3-4 लाउने भइसकेपछि चाहिँ अलिक धेरै धेरै चाहिने हुन्छ होइन। त्यो बेलामा चाहिँ 2 बक्सै किन्यो भने सस्तो पर्छ होइन। मोस्ट अफ द टाइम चाहिँ टार्गेटमा किन्नुभयो भने 2टा बक्सा किन्दाखेरि $10 या $15 को गिफ्ट कार्डहरू चाहिँ दिइरहेको हुन्छ है। त्यसपछि चाहिँ बच्चाहरूलाई दिसा-पिसाब गर्दाखेरि कपडाले वाइप गरिदिनु भयो भने चाहिँ घाउ हुने चान्सेसहरू एकदम बढी हुन्छ होइन। त्यो कारणले गर्दाखेरि चाहिँ हामीले चाहिँ यो प्याम्पर्सको अक्वा प्योर भन्ने युज गरेको थियौँ है। त्यसपछि बच्चालाई स्किन ड्राई हुँदाखेरि या नुहाइदिइसकेपछि हामीले लगाइदिने चाहिँ यो अक्वाफोरको यो क्रिम लगाइदिन्थ्यौँ है। अनि र्यासेसहरूको आएकोमा चाहिँ यो अक्वाफोरकै पनि छ यो र्यासेस होइन। र हामीले बडी चाहिँ यो युज गर्यौँ है डेस्टिन भन्ने यो चाहिँ टार्गेटमा अलिक सस्तोमा पाउँछ है। दुधको बोतल चाहिँ हामीले सबै फिलिप एडभान्ट भन्ने कम्पनीको किनेको थियौँ होइन। अनि किन्दाखेरि चाहिँ सबैभन्दा ठुलो साइजै किन्यो। सानैदेखि बच्चालाई त्यो दुधको क्वान्टिटी चाहिँ थोरैबाट बढाउँदै बढाउँदै लाने छ होइन। त्यो डक्टरहरूले पनि नर्सहरूले पनि भन्छ। यसमा एकदम ध्यान दिनुपर्ने कुरा भनेको चाहिँ 1, 2, 3, 4 यो छ नि। यो भनेको चाहिँ त्यो निप्पलबाट दुध कति आउँछ भन्ने हो होइन। जस्तै सानो न्यूबोर्नलाई नै अब 3 को निप्पल युज गर्यो भने चाहिँ त्यो बच्चाले जुन स्पिडमा दुध आएको हुन्छ त्यही स्पिडमा निक्ल्न सक्दैन होइन। त्यो कुरामा चाहिँ केयरफुल हुनु होला होइन। बोतल चाहिँ फुल साइजकै किन्यो होइन। अनि निप्पलहरू चाहिँ यो डिफ्रेन्ट डिफ्रेन्ट साइजको किन्नुभयो भने चाहिँ है त। त्यसपछि बच्चाको बोतल चाहिँ हामीले कहिले पनि रेगुलर डिसवास सोपले धोएनौँ होइन। किनभने अलिकति स्मेल पनि स्ट्रङ हुन्छ। त्यसले गर्दाखेरि बच्चाले नखाने पनि हुन्छ। अब यो कुरा चाहिँ मेरो वाइफको नर्सहरू साथीहरू छ होइन। अनि फ्यामिलीमा पनि नर्सहरू छ। उहाँहरूबाट सिकेको होइन। यो चाहिँ फ्रेग्रेन्स फ्री र बच्चाहरूकै बोतलहरू धुनको लागि भनेर स्पेसिफिकली बनाएको प्रडक्ट हो यो चाहिँ है। र बोतल धोइसकेपछि स्टेरिलाइज गर्नुपर्छ होइन। स्टेरिलाइज चाहिँ नर्मली नेपालतिर पहिला पहिला मज्जाले पानी उमालेर बोतल त्यसमै मज्जाले उमालेर स्टेरिलाइज गर्छ होइन। त्यसरी गरे पनि हुन्छ तर त्यसले गर्दाखेरि चाहिँ धेरै टाइम लाग्छ होइन। तर यस्तो स्टेरिलाइज गर्ने सामानहरू युज गरेर गर्नुभयो भने चाहिँ माइक्रोवेभमा हालेर एकदम छिट्टो हुन्छ कि। र दोस्रो पार्ट चाहिँ यति नै। यो सबै प्रडक्टको लिङ्कहरू तपाईँलाई चाहिन्छ भने चाहिँ मेरो टिकटक प्रोफाइलमा गएर हेर्नुभयो भने त्यहाँ एउटा वेबसाइटको लिङ्क छ। त्यहाँ क्लिक गर्नुभयो भने चाहिँ तपाईँलाई मेरो वेबसाइटमा लान्छ र त्यो वेबसाइटभित्र चाहिँ हरेक प्रडक्टको लिङ्कहरू त्यहाँ मैले राखिदिन्छु है त। हस्।